हेलो एभ्रिवान वेलकम ब्याक टु माई फेरि पनि ब्लग होइन। सो गाइस तपाईँहरू सबैजना सन्चै नै हुनुहुन्छ होला। म पनि सन्चै नै छु। अनि यो चाहिँ फेरि पनि मैले स्कुलकै ब्लग लिएर तपाईँहरू समक्ष उपस्थित भइसकिसकेको छु होइन। अनि हाम्रो चाहिँ अस्तिदेखि प्र्याक्टिकल चलिरहेछ। भोलि वेडनेसडे चाहिँ हाम्रो प्र्याक्टिकलको इक्जाम पनि छ। त्यसको बाद चाहिँ 5 दिन बाद चाहिँ हामी चाहिँ क्लास 12मा पनि एन्टर गर्छौँ होइन गाइस। त्यसको बाद यति बेला चाहिँ टिफिन पनि भइसकिसकेको थियो स्कुलको होइन। अनि हामी चाहिँ यहीँ बसेर भिडियो गरिरहेको थियो। म थियो अनि मेरो साथीहरू पनि त्यहीँ मसँगै थियो होइन। अनि यहाँ चाहिँ नेहा लामा, त्यसको बाद यहाँ चाहिँ मेनकुमार छेत्री होइन, उहाँ चाहिँ गौरव भन्ने गरिन्छ। उसको रियल नेम चाहिँ गौरव हो है गाइस। यो तपाईँलाई पनि जानकारी दिइरहेको मैले चाहिँ होइन। त्यसको बाद मैले फेरि हाम्रो स्कुलको नजारा कति चाहिँ देखाएको भन्नुहुन्छ होला। म त देखाउँछु, जति तक स्कुलमा पढ्छु तब तक देखाइ नै रहन्छु। अनि यहाँ छ मेरो साथीहरू हाम्रो लभ उनीहरूलाई चाहिँ मैले लभ बर्ड्स भनिदिएको थिएँ नि त होइन। उनीहरूलाई चाहिँ बिच्किसकिसकेको थियो, फोन खोज्नु पनि आइसकिसकेको थियो। त्यसको बाद हामी चाहिँ यता माथि पनि गएको थियौँ होइन। माथि चाहिँ यहाँ आन्टीहरूले एकदमै राम्रो मिड डे मिल बनाउनुहुन्छ हाम्रो स्कुलमा चाहिँ पहिलादेखि नै होइन। अनि यहाँ आन्टीहरूले पनि बोल्नु हुँदै थियो के मैले चाहिँ भोइस काटिदिएँ। अनि यहाँ छ हाम्रो रिमा साथी, अन्सु साथी अनि नेहा साथी है गाइस। त्यसको बाद हाम्रो प्र्याक्टिकल क्लास पनि सुरु भइसकिसक्यो। सो गाइस हाम्रो चाहिँ यो ब्लग यति समय। थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ है गाइस।